पुलिसहरु पनि टन्नै छ झण्डाले छ मान्छे छ के हो के खै हैन बुझ्न सकेन के जुलुस समथिङ त्यस्तै जुलुस टाइपको छ हैन त्यो म भित्र त छिरे अब कहाँसम्म 13 14 त्यहाँ छ भनेसी मलाई चाहिँ त्यस्तो अरु केही हेर्न जान्दैन म जान्थे 16 म हो भन्ने चाहिँ थाहा हैन अब 13 16 यता देखाछ भनेसी यता होला त्यही हो मलाई यही 16 हेर्न जान्छ अब त्यही सो म चाहिँ कहाँको जाममा फसेछु यार लास्ट औडा भइसक्यो हैन सो अब चाहिँ बक्तिर जान्छु म चाहिँ खास गरी 8 9 वटा स्टेसन तल झर्नु पर्ने हो खास गरी हैन पिसाब चापेर म ठ्याक्क एक स्टेसन सिन्जुकुबाट एक स्टेसन तल नि झर्दैन So hello and namaste everybody, welcome back to my channel and as always I hope you guys are doing well अनि तपाईहरुको दशैं तिहार कस्तो भयो I hope सबैजनाको राम्रै भयो होला कतिले दशैं तिहारमा टीका लगाउनु भयो कति जनाले लगाउन पाउनु भएन होला तै पनि सबैलाई विजय दशमी र तिहारको एकदमै शुभकामना छ हैन अनि I hope सबैको राम्रै भयो होला अनि सो त्यही हो तर यो भिडियो हाल्ने बेलासम्म चाहिँ दशैं तिहार सकेर ब्याक टु नर्मल लाइफ भइसकेको हुन सक्छ हैन तपाईहरुको त्यही छ मेरो तर्फबाट सबैलाई ह्यापी दशैं ह्यापी तिहार एकमुष्ट रूपमा हैन अनि सो त्यही हो आफ्टर लङ टाइम मैले भिडियो बनाउँदै छु हैन अनि सो त्यही छ आज त्यस्तो केही छैन नयाँ हैन सो अहिले चाहिँ म सधैँकै झै सिन्जुकुमा छु हैन अनि कलेज गए हैन मेरो कलेज चाहिँ 2:30 बजेसम्म छ अनि त्यसपछि चाहिँ म मेरो साथीहरु चाहिँ अनि जाडोको लागि कपडा किन्छु भनेर गयो अनि एकछिन कपडा सपडा किने अनि साथीहरुको चाहिँ काम भएर सब गयो हैन अनि अहिले चाहिँ म एक्लै छु अनि म चाहिँ यतिकै सिन्जुकुको स्ट्रीटमा हिँड्दै छु हैन अनि मेरो फेरि यस्तो छ कि अब छुट्टी भनेको आजै मात्रै छैन अरु दिन अब फेरि भोलिदेखि काम छ अनि आज चाहिँ यस्तो फ्री टाइम छ अनि यतिकै घुम्दिम भनेर यतिकै म बाटोमा हिँडिरहेको छु हैन सो त्यही भिडियो नबनाएको नि धेरै भयो थियो हैन अनि भिडियो बनाउने जोश आएको भर्खरै हैन सो त्यही हो अब म कहाँ जान्छु के गर्छु तपाईहरुलाई देखाउने छु त्यसैले प्लिज गाइज वाच टिल द एन्ड अहिले चाहिँ यहाँ हैन स्ट्रीट सिंगिङ भयो चाहिँ हैन एकचोटी हेरौँ न है कस्तो के गाउने रहेछ तर जापानिजमा गाछ हैन मलाई त्यही हो लिरिक्स त बुझ्दैन त्यही पनि एकछिन हेर्दिम न है अब कस्तो गाउँछ जापाना हैन 3 वर्ष भइसक्यो तर यतिको लिरिक्स नि बुझ्दैन के यस्तै छ हैन जहिले नि काम भनेर हिँड्यो भाषा भन्ने बित्तिकै छैन हैन यस्तै छ म चाहिँ भर्खर हैन गीत सित गाएको हेरे अनि अब चाहिँ म तलतिर झर्दै छु हैन अनि यहाँ चाहिँ एकदम ठुलठुलो आवाज आयो हैन के छ मलाई थाहा छैन हैन तर यस्तो ठुलठुलो आवाज देख माइक साइक फुकेछ खै के हो मान्छे यत्रो भिड छ हैन यहाँ चाहिँ के भछ यहाँ चाहिँ के भछ हैन सधैँ हैन मान्छेहरु जम्मा हुन्थ्यो यस्तो माइकमा चाहिँ केही सही बोल्दैन यस्तो फुक्दैन तर मान्छेको हुल्ने हैन यस्तो छ हैन के भयो आज
जुलुस जस्तो छ होइन खै के हो यो? खै झन्डा सन्डाले छ खै के गरे मलाई थाहा छैन र खै पुलिसहरू पनि टन्नै छ झन्डाले छ मान्छे छ के हो के खै होइन बुझ्न सकेन के जुलुस समथिङ त्यस्तै जुलुस टाइपको छ होइन 絶対に返済する戦いに何度でも立ち上がりたいと思います。明日、日米首脳会談を終えたトランプと高市が横須賀に行って、यो नोभेम्बर 2 को दिन चाहिँ एउटा फेरि एकदम ठुलो जुलुस भइसक्यो अनि त्यो नामसाम नि लेखाएँ मैले चाहिँ होइन अनि यो 500 को टिकट पनि काटेँ नाम लेखेँ यस्तो यस्तो दिएँ होइन तर मेरो चाहिँ काम छ म चाहिँ आउनु पाउँदैन त्यही पनि यस्तै बुझ्नको लागि नामसाम चाहिँ मैले टिपाएँ होइन सो मैले त्यो न्युजतिर त्यस्तो सुनेको चाहिँ थिएन होइन त्यस्तो त्यो ट्रम्पसम्मको नाम पनि यहाँ होइन अनि ट्रम्पको नाम छ अनि त्यो जापानको अहिले न्यू प्रेसिडेन्टको नाम प्रेसिडेन्ट र न्यू प्राइम मिनिस्टरको नाम छ होइन अनि खै केही बुझेन तर न्युज भएको भए चाहिँ यदि न्युजतिर सुनिन्थ्यो होला होइन न्युजतिर नै सुनि ए आमा मान्छे ओ माई गड वाट इज दिस सो मान्छे चाहिँ आमा सो म चाहिँ कहाँको जाममा फसेको छु यार सो यहाँ चाहिँ केही छैन होइन त्यो भर्खर देखाएको ऊ त्यो केयर चाहिँ हेर्ने भनेर यस्तो मान्छेहरू भिड हुन्छ होइन अब चाहिँ म घरतिर जान्छु होला होइन किनकि अहिले चाहिँ बेलुकाको 7:30 8 बज्नु लागिसक्यो होइन म चाहिँ बिहान घरबाट 9 बजे निस्किया हो नि त 9 बजे कलेजको लागि निस्केँ कलेजबाट डाइरेक्ट एकछिन साथीहरूसँग गयो अनि डाइरेक्ट फेरि यता आयो अनि अब चाहिँ कति घन्टा भयो बिहानको 8 के खस यार बिहानको 9 बजे निस्केको बेलुकाको अब अहिले 8 बजे एकछिन 9 बजे बिहानको 9 बजे निस्केको अब बेलुकाको 9 बजेपछि कति घन्टा हुन्छ यार कति 12 घन्टा कति 9 10 11 12 1 2 3 4 5 6 7 8 9 12 घन्टा हुने रहेछ 12 घन्टा भइसक्यो म घरबाट निस्केको त्यो पनि हिजो नि म त्यति सुतेन अनि अस्तितिर नि कति 4 दिनै लगातार काम थियो राति कलेज सुत्दै हैन हैन सो अब चाहिँ घरबाट सुत्नु पर्छ आज राति काम छैन हैन ओए म कहाँ छिरे तर यहाँ चाहिँ म फेरि सिन्जुकु स्टेसन आएपछि यस्तो हराउँछु हैन यति धेरै मान्छेको छ यार अब चाहिँ मलाई चाहिँ मेरो लाइन कता हो म चढ्ने ट्रेन भेट्नको लागि चाहिँ मलाई एकदम टाइम लाग्छ के यदि खोज्न हैन सो त्यही हो भोक पनि यस्तो लाग्छ भोक हैन गएर अब गएर डाइरेक्ट ट्रेनबाट झरेपछि डाइरेक्ट के खान्छ भने नेपाली पसल चाहिँ हैन बन्द भइसक्छ हैन फेरि मेरो घरतिर नेपाली पसल छैन के अनि त्यही झ्याउ छ भने सो म जाने चाहिँ यो जेआर लाइन भन्ने हो हैन अब जेआर लाइन पनि कहाँ छ यस्तो साइको हुन्छ हैन सो त्यही हो एक्लै आयो भने चाहिँ यहाँ हैन कहाँ हो कहाँ एकछिन एकदम टाइम लाग्छ खोज्न हैन
सो यो स्टेसन चाहिँ होइन एनी टाइम मान्छेको हुल्लेस्तै हो कि खै द क्राउडेस्ट ट्रेन स्टेसन इन द वर्ल्ड भनेर गुगलमा यताउता दिन्छ मान्छेले भन्छ होइन सो त हुन पनि हो होला यार फेरि हामी म यहाँ होइन कतिचोटि हराएको यताउता कहानीहरू धेरै छ तर कहानी होइन यहाँ होइन म मात्र होइन मेरो एकदम टोकियोमा बसेको 2-3 वर्ष बसेको पुरानो साथीहरू चाहिँ हराउँछ भन्छ म त भर्खर होइन 3-4 महिना भन्छु आएको अनि म त हराइहाल्छु सो यो चाहिँ एकदम इन्ट्रेस्टिङ यहाँ चाहिँ मान्छेहरूको फोटो खिच्ने लाइन यस्तो हुन्छ यार सो त्यही हो मोबाइलको चार्ज पनि मेरो सकिन लाग्छ होइन अनि भोक पनि लाग्छ पिसाब पनि चापेछ यस्तो दिन भएछ यार सो केही छैन अब चाहिँ म लाइन खोज्नुभन्दा पहिला चाहिँ म टोयलेट खोज्छु टोयलेट गयो भने चाहिँ गयो ढुक्क हुन्थ्यो सो त्यही हो जहाँसम्म चाहिँ ब्याट्री चाहिँ नसक्यो हुँदैन मेरो लगभग कति पर्सेन्ट छ यार 15-16% छ होइन यसले चाहिँ धान्नु पर्छ यार मान्छेको चाहिँ यहाँ पुरै नगरौँ यार कति छ यार यहाँ जापानको पपुलेसन यार जापानको पपुलेसन नै कति नेपालको 3 करोड भनेपछि जापानको 12 करोड चाहिँ त्यही माथि यहाँ विदेशीहरू कति छ ए आमा यत्रो मान्छे तर त्यही पनि एनिथिङ सिस्टममा हुन्छ यार एनिथिङ सिस्टममा हुन्छ उनीहरूले मिलाइरहेको हुन्छ यताउता जेब्रा क्रसिङ यताउता लाइन सो यहाँबाट चाहिँ हो जस्तो लाग्छ होइन मलाई होइन त्यो म भित्र त छिरेँ अब कहाँसम्म 13-14 त्यहाँ छ भनेपछि मलाई चाहिँ त्यस्तो अरू केही हेर्न जान्दैन म चाहिँ 16 म हो भन्ने चाहिँ थाहा होइन अब 13-16 यता देखाएको छ भनेपछि यता होला त्यही हो मलाई त्यही 16 हेर्न जान्छ अब त्यही 16 कता आइ 16 त्यही हो 16 नम्बर प्लेटफर्मबाट जानुपर्छ भन्ने थाहा छ अरू चाहिँ मलाई ऊ त्यहाँ चाहिँ 16 यार ठ्याक्क ल 16 चाहिँ त्यहाँ छ होइन अब त्यहीँबाट जाने हो क्या यही 16बाट जाने हो अब मलाई घर पुग्न चाहिँ मलाई 1 घन्टा लाग्छ होइन म झनी स्टेसन पुग्न चाहिँ अझै आधी घन्टा लाग्छ होइन 15番線ホーム事故通行中のお客様、山手線到着です。下がってください。ご通行中のお客様ご注意ください。मलाई चाहिँ होइन यस्तो पिसाब चापे छ कि होइन म अब डाइरेक्ट एक स्टेसनमै झरेर म मुतेर अनि फेरि म ट्रेन चढ्छु यार किनकि यहाँ यस्तो हो कि फेरि बीचबाट चढ्यो नि जताबाट चढ्यो नि पैसा लाग्ने त्यही हो त्यो भएर चाहिँ म अब डाइरेक्ट एक स्टेसनमै झरेर डाइरेक्ट मुतेर एकछिन रेस्ट गरेर जान्छु सो फाइनली ट्रेन आइसक्यो यस्तो भिड छ मान्छे म चाहिँ खास गरी 8-9वटा स्टेसन तल झर्नु पर्ने हो खास गरी होइन पिसाब चापेर म ठ्याक्क एक स्टेसन सिन्जुकुबाट एक स्टेसन तल पनि झर्दैन यहाँ पिसाब चापेर लास्ट औडा भइसक्यो होइन सो अब चाहिँ यहाँ नेक्स्ट जान्छु म चाहिँ भर्खर होइन स्टेसनबाट झरेँ होइन अब चाहिँ म साइकल लिन जानु छ होइन मैले चाहिँ साइकल चाहिँ कलेज बाहिर छोडेको थिएँ कि अब बरु साइकल पो छ कि छैन मलाई थाहा छैन होइन पुलिसले उठाएर लगिदियो कि किनकि म हतारमा निस्किया हो नि त अनि त्यो पार्किङ गर्ने ठाउँ चाहिँ त्यो भरिसकेको थियो क्या अनि त्यो बाहिर राखिदियो अब बाहिर राख्यो भने त फेरि पुलिसले उठाएर लगिदिन्छ क्या अब बरु साइकल पो छ कि छैन मलाई थाहा छैन होइन अनि सो त्यही हो यो चाहिँ हाम्रो कलेज हो होइन अनि कलेज बाहिर राख्या हो अब साइकल पो अब छ कि छैन यार उठाइदियो जस्तो लाग्यो यार यहाँ जापानमा चाहिँ यसरी बाहिर राख्न चाहिँ पाउन्न होइन उनीहरूको नियम पालना गर्नुपर्छ नि त अनि
साइकलको धन्न साइकल चाहिँ रहेछ होइन खास गरी साइकल चाहिँ होइन ऊ त्यस्तोरी यहाँ भित्रभित्र राख्नुपर्ने हो मैले चाहिँ डाइरेक्ट बाहिर राखेर हिँड्दै हो कि यस्तो चाहिँ गर्न पाइन्न होइन रुल्स चाहिँ फलो गर्नुपर्छ सो म चाहिँ लास्ट हतारमा घर बाहिर राखेर हिँडेँ अब चाहिँ चार्ज धेरै छैन 7% छ 7%ले अब त्यहाँ एउटा क्लिप खिच्नु छ होइन त्यसले धान्छ कि धान्दैन धान्यो भने म त्यो क्लिप नै राख्छु नत्र त्यही हो नत्र राख्दैन अर्को भ्लगमा भेटौँला है